हेलो साथीहरू, गुड मर्निङ। म चाहिँ भर्खर उठेँ अनि भर्खर उठेर अब मेरो के गर्छु कसो गर्छु भन्ने कुरा चाहिँ तपाईँहरूलाई देखाउँदैछु। अनि के गर्छु भन्दाखेरि चाहिँ आज हाम्रो यो सागबारी थियो। यो सागबारी चाहिँ उखालेर अब हामीले पाटा रोप्नु लागेको। अनि पाटा रोप्दाखेरि चाहिँ यो मैले खन्नलाई चाहिँ रेडी भइराखेको। अनि आमा चाहिँ खन्दै हुनुहुन्छ। अनि आमा खन्दै हुनुहुन्छ। अनि खनिसके पछाडि चाहिँ हामी यसलाई बारबेर गर्छौँ अनि रोप्छौँ। अब हामीले के खन्छौँ कति खन्छौँ भन्ने कुरा चाहिँ तपाईँहरूलाई म देखाउँदैछु। अब हेर्नु, आज म यस्तो लुगामा काम गरिरहेको छु। आमा खन्दै हुनुहुन्छ। अनि आमा बिहान बिहानै खन्न कस्तो लागिरहेको छ? अहिले त त्यही त, अहिले त आमालाई त फेरि जताततै माटो, काम गर्दा पनि माटोले मलाई पालिरहेछ भन्ने। अनि त्यही त, मर्दा नि माटो नै लग्छ अरे। अहिले त केही सोध्नु हुँदैन, खालि माटोबाट नि एन्सर दिनुहुन्छ आमा। तपाईँहरूकोतिर चाहिँ के अरे भोटको कस्तो खाले चहल पहल चाहिँ कतिको हुँदैछ हौ? हाम्रोतिर चाहिँ काम गर्दा पनि माटो, के गर्दा पनि माटो, सबै माटो माटो। अब मेरो काम चाहिँ यसरी खन्ने काम। तो धारको उ त फेक न, यो भइहाल्छ त, म त बलियो छु त। खन्दैन नि, के गर्नु, माथि माथि सुति सुति। यो आज चिसो थियो भने त आज नखन्नु पर्थ्यो नि त। नि के छैन ए? अनि खन्दा चाहिँ कस्तो हुँदैछ? रमाइलो हुँभएको छैन होला? सरम गर्नु नि लजार भयो भने त भातै नखाँदा भयो त। यत्रो माटो छ, गर्नुपर्छ, फल्छ। भात त खानुपर्छ नि हो। अनि भात त खानुपर्छ नि। ए नि खाऊ, भात खाऊ। गर्नुपर्छ। सागसब्जी, अब सागसब्जी निकाल्छ, भेन्डी रोपिन्छ। भेन्डी पाटा रोपिन्छ। अनि हिजो राति इन्टरभ्यू लिएँ आमाको भनेको। इन्टरभ्यू लिने भन्दा पनि खोइ अल्छी गर्नुभयो। बुढी मान्छे भएर के इन्टरभ्यू लिइरहेको छ हो अरे। यसरी आमा छोरी फेरि काम गर्नुको मजै बेग्लै छ नि साथीहरू। यसरी सबैजना मिलेर काम गर्नुको मजै बेग्लै छ। अब आज चाहिँ मेरो काम भएन, किन भन्दाखेरि मैले यहाँ खनिरहेको थिएँ। आज यहाँ खन्दाखेरि चाहिँ माटो चिसो भएर चाहिँ अनि आज चाहिँ रोपाइ नहुने अरे। अनि त्यही भएर चाहिँ मैले अब खनिनँ। अब भोलितिर खनेर भोलितिर रोप्नुपर्छ होला, होइन आमा? खेत त फुको छ, पल्टाइदिएर राख। पल्टाउँछु एकछिन न, सुरुमा यहाँ बोल्नु त दिनु। अनि आमा माटो माटो भन्नुहुन्छ, माटोले चाहिँ हारो भने चाहिँ के गर्नुहुन्छ हौ? टुडी खेलमा फेरि जाने होला नि? माटोले कदापि। अनि माटो माटो भनेर आज माटो माटो भनिँदैछ। अब हर्क साम्पाङले हार्यो भने त हर्क साम्पाङले कदापि हार्दैन। बोलेको चाहिँ मेरो 32वटा दाँत छ। मम्मी यस्तो कन्फिडेन्ट, हर्क साम्पाङले कदापि पनि हार्दैन पो भन्नुहुन्छ त। हारो भने चाहिँ अनि के गर्ने? यहाँ हेर्नु न, यहाँ हेर्नुहोस् न, हाम्रो घरमा कुखुरा पनि छ। यसरी कुखुरा 2टा चरिरहेको छ। यिनीहरू फेरि साथी साथी कस्तो मिल्छ क्या। अनि यतातिर अब दिनदिनै काम आउँदैछ। काम सम्झेर पनि आङजिरिङ हुन्छ हौ मेरो त। कति काम गर्नु है। अब यहाँ देखिएको सबै छ नि, यहाँ देखिएको सबै फापरहरू पनि उखाल्नु पर्ने। यो सबै हाम्रो हो। अनि पर मकै लाग्छ, त्यो मकै चाहिँ हुर्किँदैछ। हिजो भर्खर हामीले मल लाएको छौँ, युरिया र डिएपी। अन्त काम सम्झिँदा हत्तु हैरान हुन्छ। अनि त्यो फापर उखालिसके पछाडि फेरि धान रोपिन्छ भन्नुहुँदैछ। काम त कति हो। त्यही त गाउँले भिलेज के अरे गाउँले कामहरू, भिलेज लाइफस्टाइल भनेर म देखाउँछु अबदेखि चाहिँ सधैँ।
किनेर खानु हुँदैन आफै नै परिश्रम गर्ने हो साग आलु मकै सबै कोदो सोदो धान त हाम्रो अलरेडी नै हुन्छ 2 छिमल सबै हुन्छ सबै हुन्छ तर मेहनत चाहिँ गर्नु पर्यो होइन श्रम गर्नुपर्छ त्यही हामी जान्दैनौँ र त त्यत्रो अनि प्रधानमन्त्रीज्यू हुनेवालाले त्यत्रो सम्झाइराख्नु भएको छ त्यो निकालेर पनि गर्नुपर्छ हो किनेर खानुहुन्न आफै परिश्रम गरेर खानुपर्छ यसरी कि कसो हो हो कि चामल पनि 1 किलो 2 किलो देऊ भन्दै किन्दै खानु साग 1 मुठा 2 मुठा 1 किलो आलु किन्दै खानु होइन आफै आलु रोप्ने आफै खाने हामीले आलु रोपेकोले अब 1 वर्ष पुग्छ हाम्रो धान अब अस्ति माङ्सीको भकारीमा राखेको छौँ अब फेरि धान रोप्छौँ कति बाइक हिँडेको त्यही पनि सबै कालो जाति मात्र हिँड्छ अलि ह्यान्डसम केटाहरू हिँड्ने त यसो अब हेर्नु फेरि धान रोपेको अब 60 70 80 90 मन 100 मन बेच्छौँ श्रम गर्नुपर्छ है नानी बाबु हो श्रम गर्नुपर्छ अरे श्रम भनेको के हो अनि श्रमदान भनेको चाहिँ के हो श्रमदान भनेको दिनुपर्छ दान गर्नु श्रम गर्नुपर्छ हामीले श्रम गरेको यसरी फलाउनु पर्छ श्रम भनेको काम गर्नु श्रमदान भनेको चाहिँ दान भनेको अब दिनुपर्छ आफू